आफूले चाहिँ जम्मै बिगारेर त्यसलाई पिपाउने घाउ बनाएर छोडिदिने अहिले चाहिँ तपाईँलाई ठ्याक्क चाहियो नेताहरूलाई आर्यघाटमा पनि पदसहित जान पाए होइन राजकीय सम्मान पाइन्थ्यो त्यो लोभका कारण पनि मुलुक यो ठाउँमा पुग्या हो भन्छन्। यो सरकार आइसकेपछि उसले काम त देशको लागि गर्नु पर्यो नि, देश सर्वोपरि हो नि। व्यक्ति भने त अहिलेको प्रधानमन्त्री भन्नुहोस् या मन्त्री कोही पनि परिवर्तन हुन्छ कुनै बेला, यो त्यो त अवश्यम्भावी कुरा हो। त्यो त तपाईँहरू पनि हिजो त्यहाँ जो पनि परिवर्तन अहिले मूलक्षणमा लुकेर बस्नु भएको छ उनीहरू पनि त्यही त होला। मलाई जुन अस्ति भनिएको थियो नि पक्राउ गरियो, त्यसमा केहीको तर्क के थियो भने यो अरेस्ट होइन यो डिटेन्सन हो। एउटा कि त मैले ध्वंसात्मक कार्य गरेको हुनु पर्यो, सिंहदरबार जलाए जस्तो। त्यो त पहिले गरिहालियो नि। बजेटमा त्यो कापीमा अङ्ग्रेजी शब्द लेख्दै गएको 4 पाना भरिसक्यो। आछा डाक्टर साहब जबकि नेपालको संविधानले म एकछिन उहाँहरूको जेनेरेसन त आधा आधी अङ्ग्रेजी नै बोल्छ क्या। Meanwhile, fundamental right for empowerment, gender equality, sanitary bad, basic necessity, social justice, honorable speaker sir, any state that treat menstruation as a source of revenue lose ए ऊपर वाले उहाँहरूको जेनेरेसन त तपाईँ र म जस्तो बोल्दैन नि। देखाउँछ म अङ्ग्रेजी बोल्न जान्ने हो र होइन ऊ भीमब्रो आयो भन्ने जेनेरेसन हो क्या। त्यो पार्टी त अझ अहिले तपाईँ जुन पार्टीमा हुनुहुन्छ त्यो पार्टीले जनताका सम्पत्ति कब्जा गरेर झन्डा हालेर बस्यो। मेरा इलाका मेरा त्यो होइन कुनै व्यक्तिले गरायो होला आफ्नो स्वार्थमा। अनि मैले त्यो भोलि बिहान कस्तो विरोध गरेको थिएँ तपाईँलाई सम्झना होला नि। तर तपाईँकै नेताहरूले खाए। ये कैसे हो गया? त्यही त मैले अहिले तपाईँसँगै छन्। त्यही त मैले कति गलत भयो त्यो भनेको थिएँ। त तिनीहरूसँग गलतहरूसँग बस्ने पनि गलत हुन्छ भने कमी कमजोरी भयो भन्दैन, राष्ट्र छोडेर गइन नि, देश छोड्नुहोस् भने हो र। यो जनताले 4 महिना पनि नकुरिकन तपाईँहरूप्रति जे आक्रोश र व्यवहार देखाउँदैछन् यो त जे रोपेको त्यही फल्या त हो नि होइन। यस्तो भयो, अब आम नागरिकले हामीलाई धेरै आशा राखेर चाहिँ विजय गराउनु भयो। बात त सही र अब अहिले चाहिँ अब तपाईँहरूले पनि भन्नुहुन्छ हाम्रो त अब धेरै यो चुनावको क्याम्पेन भनेको त सोसियल मिडियाबाटै भएको हो। तपाईँहरूलाई फेसबुकै नै भन्ने मिल्छ भने फेसबुकमा एड गरौँ, कहिले काहीँ अनलाइनमा डेट गरौँ। के भने कसैको कम्पनी होइन नि। बात त सही नेपाल बाहिरमा चाहिँ 80 वर्षको मान्छे, कहिलेकाहीँ 80 वर्षको मान्छे पनि यङ हुन्छ भने उमेरले मान्छे बुढो हुँदैन क्या। अनि हामीलाई बुढो भयो किन भन्नु? म 51 वर्षको भरभराउनी जेन्जी हो। किन भन्नु? तपाईँहरूको त कर्म बुढो भएको। देखा आपने लापरवाही का नतीजा है। 27 गते शनिबार बिहानदेखि एउटा भिडियो भाइरल भइरहेको थियो। यत्रो सानो भाइ गुरुङ थर गरेको, म नाम खुलाउँदिनँ, त्यो बच्चाले खुट्टामा चप्पल छैन, चिसो लागिरहेछ भनेर रोइरहेको थियो। त्यो बच्चा केही उसको परिवारलाई मिलेर हेल्प गर्न सकिन्छ कि भन्ने यति गुड फेटको साथमा गएको। देखाउने कुरा चाहिँ त्यो देखाउने कुरा होइन, भित्र त यो सरकारको जसरी पनि विरोध गर्ने प्रदर्शन गर्ने कुछ भी। जनता जान्न चाहन्छन् मार्फत आज तपाईँले स्पष्ट पारिदिनुहोस् कि बालेन्द्र शाहसँग तपाईँको सम्बन्ध किन बिग्रियो, किन चिसोपना आयो? त्यो मैले धेरैचोटि भनिसकेको छु, किन भनिराख्नु त्यो? माफ गर्नु होला, तर यो तपाईँको यो सोभियुको जुन सदस्यको टिकट छ नि, यो टिकट चाहिँ उता हिजोको दिनमा चाहिँ उता पेडिस डाँडा भन्दा बाहिरबाट आउँदैन थियो।
अस्तिसम्म पनि खुमलटार भन्दा बाहिरबाट आउँदैन थियो, बुढा नीलकण्ठ भन्दा बाहिरबाट आउँदैन थियो र बालकोटको बारदलीसम्म जसको आँखा पुग्थ्यो त्यो बाहेक अरूले सोभि सदस्यको टिकटै पाउँदैन थियो। अरे बाप रे, ये तो धोती खोल रहा है। कहिले हुन्छ क्या तपाईँहरू कति थप्पड खाएपछि सुध्रिनुहुन्छ तपाईँहरू? मैं नहीं बताऊंगा। सुध्रिने भन्ने बिग्रेको कहाँ छ? तपाईँका बाहरूको त मुख देखाउन नहुने भइसक्यो। होइन होइन, बिग्रेको चाहिँ कहाँनिर छ? छोरी नातिनीहरू पनि त्यस्तै बन्ने हो। सुध्रिएको चाहिँ के छ? संसद भवनमा आगो लगाउने, गोली थाप्ने, जम्मै कुरामा सँगै गएको। उनीहरूकै सरकार बनेको छ। अहिले कसले डलर दिएर उनीहरूको विरुद्ध नारा लगाएको? मैं नहीं बताऊंगा। होइन, त्यो डलर दिएको भए त त्यो कुरा तपाईँ त परिचालितै होइन। हाम्रो ब्याङ्क एकाउन्ट खुल्ला छ, हाम्रो ई सेवा पनि खुल्ला छ, खल्ती पनि खुल्ला छ। क्यासमा दिन्छन् डलर? ये भगवान क्या जुलुम है। र अब अरू बाहिरी फ्याक्टरले पनि चाहिँ एउटा ल तिमीहरूले जिताएर दियो नि, अब त फ्रीमा हस्पिटल भयो नि, फ्रीमा स्वास्थ्य पायो नि भन्ने जुन एउटा त्यो परिवेशले गर्दाखेरि अलिकति चाहिँ होइन, त्यो तपाईँहरूले म फेरि पनि भन्छु क्या, त्यो चाहिँ तपाईँ के खोज्न पाउनुहुन्न भने रोपेको छ आलु, चाहिएको छ गोलभेडा हुँदैन। गोलभेडाको अचार खानु पर्यो भने गोलभेडा नै केही बिउ रोप्नुपर्छ। हिजो 35 वर्ष यिनले लुटे, खाए, भ्रष्टाचार गरे। अहिले पनि म देख्छु तपाईँका केही सांसदहरू, भाइरल सांसदहरू छन् जो फेसबुकमा छन्। उनीहरू अहिले नि के लेखिरहेछन् भने यी भ्रष्टहरू, यी तस्करहरू, यी काला बजारीहरू, यी नाफाखोरहरू भनेर लेखिरहेछ। आफू सांसदमा छ, आफ्नो पार्टीको सरकार छ, यी भ्रष्ट हुन्, यी नाफाखोर हुन्, यी कालाबजारी, यिनीलाई थुन्ने हो, कानुन त कारबाही गर्ने हो। फेसबुकमा चिच्याएर त्यो भुसिया कुकुर जस्तो भुक्ने होइन। जनता जान्न चाहन्छन् मार्फत आज तपाईँले स्पष्ट पारिदिनुहोस् कि बालेन्द्र शाहसँग तपाईँको सम्बन्ध किन बिग्रियो, किन चिसोपना आयो? त्यो मैले धेरैचोटि भनिसकेको छु, किन भनिराख्नु त्यो? तपाईँ मूर्ख हो कि बुद्धु? अब हेर्नुहोस् कसरी हामीले बुझ्नुपर्छ भन्दाखेरि अब सर्ट टर्ममा बुझ्नु भने पनि लङ टर्ममा चाहिँ बुझ्नुहुन्छ होइन। गगन थापालाई त अहिले त आरोप के छ? काङ्ग्रेस त उनले हाइज्याक गरेको, इज हाइज्याकर। नो, इट इज कम्प्लिटली रङ। अहिलेको आधिकारिक नेतृत्व भने गगन थापा, त्यसमा कुनै सन्देह, कुनै दुविधा, कति पनि इफ बढ्ने छैन। डाक्टर दाईले तपाईँलाई झपार्लान् यो अन्तर्वार्ता सकिएपछि, या अन्तर्वार्ता उहाँ त हेर्नुहुन्न, कसैले सुनाइदियो भने त्यसपछि झपार्लान् के भने किन? त्यो गगन थापालाई फेरि किन ठुलो बनाएको? उसको नाम लिएर ठुलो बनाउने काम नगरौँ भन्नु होला। खत्म, बाय बाय, टाटा, गुड बाय, गया। Whose is Thug Life do you want to see in the next video? Comment below. राष्ट्रिय स्वतन्त्र पार्टी फुटाउनको लागि कम्मर कसेर लागेको एकजना पात्र हर्क साम्पाङ भनिरहेका छन् नि। कसले भने? जनताले। को जनता?